तपाईले बोल्न आउँदैन रहेछ धेरै खालका जेनजी छन् तपाई कुन प्रकारको जेनजी हो भनिदिनुस् न तपाई मलाई कुन कुन प्रकारका जेनजी छन् भन्नु धेरै छन् जेनजी के होला दुई चारवटा प्रकार भनिदिनुस् कस्तो मलाई प्रकार 2.2 देखि लिएर यहाँ त के हो अनेक 2.2 जेनजी भनेको जेनजी खासमा त एउटा युएस यो एज ग्रुप हो जेनजी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरूले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनुपर्छ त्यो तपाई के लयर हो म एउटा तपाई लयर हो जिम्मेवार व्यक्ति कसरी जिम्मेवार तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन छ कसरी रेस्पोन्सिबल भयो नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन तपाईले म नेतृत्व तपाईले के बोल्नु भएको भन्नुस् त पत्रकार तपाईले बोल्न आउँदैन रहेछ के क्वेसन गर्नु भएको तपाईको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईको यस्तो हावा क्वेसन नगर्नु तपाईँ जुन स्थानमा छन् तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्नु अराजक कुन आधारमा भन्नुभयो कुन आधारमा कुन आधारमा भन्नुभयो यत्रा तोडफोड आगजनी यत्र तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन जिम्मेवार तपाई बन्नुपर्छ उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो एउटा प्रश्न छ के मेरो किन होला हो भनिदिनु त कसरी